यो बालेन सरकारले के गरेको होला? 1 वर्ष पनि नटिक्ने खालको लाइसेन्सहरू हतार हतार प्रिन्ट गरेर बाँडिरहेको छ। यसले त राज्यको खर्च झन् बढाउने भयो भन्ने खालको पोस्टहरू, भिडियोहरू अनि न्युजहरू पनि बनिरहेका छन्। अब यसमा कतिको सत्यता छ, साँच्चीकै त्यो लाइसेन्स एकदमै लो क्वालिटीको हो कि भन्ने कुराहरू चाहिँ लाइसेन्स पाइसकेका व्यक्तिहरूले भिडियो बनाएको भए हो पनि भन्न सकिन्थ्यो होला। तर त्यस्तो अहिलेसम्म भेटिएको छैन कि लाइसेन्स नै देखाएर यस्तो-यस्तो भयो भन्ने खालको केही पनि देखिएको छैन। अब यसमा भएको चाहिँ के होला भन्ने मलाई लाग्छ भनेदेखि हामीले चाहिँ बिल्डिङ डिजाइन अनि कन्स्ट्रक्सनको कामहरू गरिरहेका हुन्छौँ। अनि त्यो गर्ने क्रममा चाहिँ एउटा टाइम फ्रेम तोकेर काम गरिरहेका हुन्छौँ र त्यो स्पिडमा काम गर्दै गर्दाखेरि क्लाइन्टले चाहिँ कतिपय बेला हामीलाई के भन्नुहुन्छ भने तपाईँहरू हतार गरेर काम गर्दै गर्दाखेरि मेरो घर चाहिँ कमजोर नहोस् है, त्यसमा चाहिँ कमसल काम नगरिदिनु होला है भन्ने खालको कन्सर्नहरू देखाइरहनुहुन्छ। अब सिमिलर कुरा यो लाइसेन्स प्रिन्टिङमा पनि भएको होला जस्तो मलाई लाग्छ। केही महिना अगाडिसम्म लाइसेन्स प्रिन्ट हुन वर्षौँ लाग्थ्यो। मैले आफ्नै लाइसेन्स पनि रिन्यू गर्न दिएको 3 वर्ष भयो, अहिलेसम्म आएको छैन। अनि यस्तो अवस्थामा दैनिक हजारौँ लाइसेन्सहरू प्रिन्ट गरेर मान्छेको घर-घरमा समेत पुर्याउन सक्ने अवस्था आउँदाखेरि मान्छेमा एउटा खालको डाउट हुनु स्वाभाविक हो र यो कुरा पनि मलाई त्यही डाउटमा निस्केको हो कि जस्तो लाग्छ। अनि कतिपय भिडियो अनि पोस्टहरू त अहिलेको सरकारलाई किन जस दिनु? यसलाई चाहिँ अलिकति क्रिटिसाइज नै गरौँ न भन्ने खालको मनसायले पनि बनाएको हुन पनि सक्छ। तर मेरो आफ्नो अनुभवले के भन्छ भन्दाखेरि चाहिँ यदि प्रपर सिस्टम फलो गरेर आफ्नो एक्सपिरियन्सलाई युज गर्दै जाने हो भनेदेखि चाहिँ क्वालिटीको काम छिटो पनि हुनसक्छ। अब एक्चुअल लाइसेन्स चाहिँ कस्तो प्रिन्ट भएर आएको रहेछ त भन्ने कुरा चाहिँ केही दिनमा मेरो लाइसेन्स पनि आउँदैछ र त्यो देखेपछि म पक्कै पनि भिडियो बनाउने छु। सी यू इन द नेक्स्ट भिडियो।